तो हेलो गाइसहरु तपाईहरु कस्तो हुनुहुन्छ आज चाहिँ हाम्रो यता डरै नै पानी परेछ हो यो पुरा पानीले नै भरिछ हाम्रो गाउँ पानी परेछ हो म चाहिँ के गर्दै थिएँ भन्दा नि यति दिन बहुत दुई तीन दिन भिडियो नहालेको सोचे अब केको बारेमा भिडियो हालौँ त्यसैले म चाहिँ यो भिडियो यतिकै हालेको तपाईहरुलाई भन्नुको लागि हो यहाँ चाहिँ अँध्यारो होला अहिले म चाहिँ लाइट चाहिँ बाल्न दिन्छु यो चाहिँ मेरो घर हो तपाईहरुले हेर्नु नै भएको छ होला तपाईहरुलाई म के भन्न चाहन्छु भने धेरै जनाले मेरो ब्लग हेर्दैन 6 सब्स्क्राइबर छ हो सबैजनाले नहुँदा पनि भिडियो नहेर्दा पनि अलिकति सब्स्क्राइब त गर्न सक्नुहुन्छ नि त तपाईले सब्स्क्राइब गर्दिनु नि त्यो तपाईले सब्स्क्राइब गर्नुहुन्छ मेरो के मोटिभेसन बढ्छ क्या कि म भिडियो बनाउँछु यस्तो हो भिडियोमा यो अलि भाइरल हुन्छ नि त तपाईहरु कसरी पनि मलाई 1K सब्स्क्राइबर पुगाइदिनु यति गर्दा भयो अब त्यसबाट म नै स्ट्रगल गर्छु स्ट्रगल चाहिँ अहिले नै गरेको छु त्यही पनि धेरै जनाले मलाई सपोर्टै गरेको छैन हो यहाँ चाहिँ पुरा पानीले भरेको थियो यो चाहिँ हाम्रो बाटो हो अहिले हाम्रो यताको नेताहरुले यहाँको बाटो नै बनाउँदैन यहाँ चाहिँ पहिले एउटा घर थियो अनि यता चाहिँ मेरो गाउँ हो उताबाट चाहिँ यो कोठाबाट चाहिँ हेराउँछु यो कोठामा चाहिँ अँध्यारो होला यो कोठा चाहिँ अँध्यारो छ नि एउटा चाहिँ खोल्नु यत्रो चाहिँ मेरो गाउँ छ यता एउटा घर छ 5 वटा घर छ हाम्रो गाउँ जम्मा जम्मी 5 वटा घर मात्र छ हाम्रो गाउँमा हो अनि मेरो बुवा के सरकारी काम गर्छ त्यसमा चाहिँ एउटा पुरस्कार मिलेको थियो तपाईले हेराउँछु यो चाहिँ मिलेको सम्मान पत्र यहाँ चाहिँ के लेखेको छ सम्मान पत्र छ यो चाहिँ हाम्रो के रे झापा गाउँपालिकाबाट मिलेको थियो म चाहिँ झापामा बस्छु अहिले पहिले पनि यहाँ बस्थे पहिले चाहिँ हामी कहाँ बस्थ्यौं भन्दा नि यहाँ बस्थ्यौं हामी पहिले यो घरमा अनि अहिले चाहिँ यो यता बसेको छौं पहिले यता बस्थे यता चाहिँ हजुर आमा बुवाको घर थियो अनि यहाँ भाचेर हामी यहाँ बस्न थालेको छौं हो यो चाहिँ ठुलो आमाको घर हो अहिले ठुलो आमा हुनुहुन्न त्यही इन्डियाबाट अहिले आएको छ मान्छेहरु त्यही बस्छ हो अनि मेरो कपाल चाहिँ अस्ति नै काटेको फेरि ठुलो भइसकेको छ कत्रो यो भइसकेको छ साइडहरु म अब सोच्दैछु कपाल काट्ने भोलि पर्सि हो हाम्रो स्कुल चाहिँ अब सोमबारदेखि लाग्छ सोमबारदेखि अब स्कुल दिल्ली अब यति चाहिँ भिडियो आउँदैन किनभने कति बजे भिडियो बनाउने 4 बजे छुट्टी छ आउँदा आउँदा 5 बजिहाल्छ 5-6 किलोमिटर छ साइकलले जानुपर्छ हो 5 बजिहाल्छ आउँदा आउँदै अनि फेरि अब बनाउँदा हुन्छ 5-6 बजेपछि तपाईहरु हेर्नु फेरि राति कहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले त्यसैले भनेको ल हो यो चाहिँ मेरो रुम हो मेरो रुमको कुरा नै नगर यतिकै पढेछ मेरो रुम किनभने मेरो रुममा किन अलि यो भएको छ थाहा छ यसले गर्दा के यो धानहरु छ यता हो यहाँ चाहिँ छ यो चाहिँ हाम्रो देवताहरु हो त्यति भनेको चाहिँ बल्छ बन्द गर्दिनु हो यो चाहिँ मेरो आमा आउनु हुँदैछ ल गाइसहरु यति नै भन्दै म यहाँ भन्दा भिडियो बन्द गर्न चाहन्छु हस्त धन्यवाद।